Hey guys, welcome to my channel. So आज चाहिँ एकदमै धेरै एक्साइटेड छु म चाहिँ किनकि यो भ्लग पनि एक्साइटेड हुनेवाला छ. सो आज चाहिँ हाम्रो जेन्डर रिभिल हो. सो हामी चाहिँ बुढाबुढीबाट चाहिँ साइडमा हाम्रो घर नजिकको पार्कमा जाँदैछौँ. सो त्यहाँ गएर चाहिँ जेन्डर रिभिल गर्दैछौँ. अनि हामीलाई चाहिँ यो हाम्रो जेन्डर चाहिँ अस्ति लास्ट विक थाहा भएको. लाइक उहाँहरूले डक्टरले चाहिँ पेपरमा एउटा इन्भल्भमा लेखेर दिनुभएको थियो. सो हामीलाई केही पनि थाहा छैन. त्यो इन्भल्भ चाहिँ हामीले चाहिँ केक बनाउने ठाउँमा लगेर दियो अनि उहाँहरूले आफै हेरेर अनि केक बनाइदिनु भएको छ. सो आज चाहिँ हामीलाई थाहा हुँदैछ कि हाम्रो बोय छ कि गर्ल छ भनेर. जे भए पनि इट डजन्ट म्याटर. सो बेबी चाहिँ हेल्दी हुनु पऱ्यो होइन, फर्स्ट अफ अल. अनि हामी चाहिँ एकदम धेरै ब्लेसिङ फिल गरिरहेको छौँ. हाम्रो आफ्टर 6 years अफ म्यारिज चाहिँ हामीले प्लानिङ गरेको थियौँ नि त, बेबी प्लानिङ. सो ठ्याक्क हाम्रो बिहा भएको 6 years भने जस्तै भयो होइन. सो हामी एकदम धेरै खुसी छौँ. मलाई चाहिँ किन लाइक भित्र मनदेखि नै गर्ल हुन्छ जस्तो फिल भइरहेको छ, स्ट्रङ फिलिङ आइरहेको छ. सो पानी खाइहाल्नु पऱ्यो. अनि मलाई चाहिँ गर्ल हुन्छ जस्तो फिल भइरहेछ. बुढाले चाहिँ जे भए पनि इट डजन्ट म्याटर भन्दै हुनुहुन्छ. मलाई चाहिँ त्यो भित्रदेखि चाहिँ त्यो फिल के छोरी हुन्छ होला जस्तो फिल भइरहेछ. तर ठिकै छ, जे भए पनि हामी एकदमै धेरै खुसी छौँ. एन्ड आइ एम अलरेडी प्राउड मदर. सो गाइस, केक चाहिँ मेरो हस्बेन्ड लिएर जानुभएको छ. अनि केक लिएर आइसक्नुहुन्छ त्यसपछि चाहिँ अनि हामी जान्छौँ. सो गाइस, म चाहिँ अब लुगा लगाउँछु अनि त्यसपछि चाहिँ अनि मैले भ्लगहरू कन्टिन्यू गर्छु. तपाईँहरूले अन्त्यसम्म हेरिदिनुहोस्. अलराइट. गाइस, हामी चाहिँ भर्खर रेडी भयो. अहिले चाहिँ हामी हाम्रो घर नजिकको पार्क जाँदैछौँ अनि त्यहाँनिर गएर चाहिँ जेन्डर रिभिल गर्दैछौँ. सो लेट्स गो. सो गाइस, अब हामीले चाहिँ जेन्डर रिभिल गर्दैछौँ. नो म्याटर बोय अर गर्ल हाम्रो लागि चाहिँ. बोय गर्नु त्यस्तो केही छैन. गडले चाहिँ सो वेयर एक्साइटेड गाइस. ल, बोय हुन्छ कि गर्ल हुन्छ है, हामी चाहिँ त्यही जे भए पनि हामी चाहिँ ह्याप्पी छौँ. तर मलाई चाहिँ भित्रैदेखि स्ट्रङ फिलिङ चाहिँ गर्ल जस्तो फिल भइरहेछ. लेट्स सी के हुन्छ है. उता हेर्ने पहिला, पहिला उता हेर्नु, पछाडि हेर्ने. पहिले यसरी गर्नु पऱ्यो नि त. पछाडि हेर्नु है, उता हेर्नु नि, यता यता हेर्नु. 1 2 3 भन्छ नि बल्ल. ल पहिले गाडी ल, 1 गाडी हो नि त पहिले. गाडी छ नि. 1 गाडी छ It's a girl. It's a girl, guys. Pink हल्का हुँदैछ लाइक. Thank you God.
भन्दै नि तपाईँलाई ग्रल हुन्छ भनेर मलाई चाहिँ कस्तो स्ट्रङ फिलिङ थियो क्या भित्रैदेखि ग्रल हुन्छ जस्तो फिल भइरहेको थियो मलाई नभन्दै ग्रल नै मलाई भयो गर्ल मनपर्छ पहिले तर अब it doesn't matter boy हुँदैन It doesn't matter for us, होइन Girl is the ये best one. दुईटा ग्रल हुन्छ घरमा अब दामी We are so blessed, right? यस हाम्रोमा चाहिँ अब गर्ल आउँदैछ गाइस अहिले जस्ट हामीले जेन्डर रिभिल गरेको छौँ वी आर सो एक्साइटेड हामीलाई गडले चाहिँ गर्ल दिनुभएको छ हाम्रो घरमा चाहिँ अब गर्लहरू स्मल गर्ल आउँदैछ मसँग दुईवटा गर्ल हुनै पर्यो अनि वी आर सो तपाईँ चाहिँ केक खाएर पुरै मुख हात सेतै गराउनु यहाँ चाहिँ हल्का पिङ्क चाहिँ सानो हालिदिएको छ होइन अलिकति उता राख्दैछ कि है हामीले चाहिँ होल भनेको थियो या इट्स ओके इट्स ओके तर हामी सो वी आर अलरेडी प्राउड प्यारेन्ट्स तिमीलाई कस्तो फिल भइरहेको हामी त सुरुमा त त्यो जब त्यो केक के लाइक त्यो ग्लास राख्यो नि एकछिन त अक्क न बक्क भएको क्या रियाक्सनै नआएको किनकि त्यो भित्र चाहिँ पिङ्क पनि कस्तो लाइट पिङ्क है राम्रो नदेखेको कि मलाई लाग्छ राम्रो पनि नदेखेको हाम्रो एकछिन त कस्तो के भएको क्या तर पिङ्क चाहिँ सानो अलिकति थोरै मात्रै हालेको थोरै कम्ती हालेर रियाक्सन राम्ररी नआएको कि ला हो कि होइन भन्ने टाइपको भयो तर इट्स अ बेबी गर्ल सो वी आर सो ह्याप्पी गाइज अनि हामीले चाहिँ दुईजनाले मात्रै प्राइभेटली जेन्डर रिभिल गऱ्यौँ सो कसैलाई पनि थाहा छैन अब हामीले प्यारेन्ट्सहरूलाई पनि अब भिडियो पठाइदिन्छौँ सो वी आर सो ह्याप्पी वी आर सो ब्लेस्ड कस्तो खुसी लाग्यो किनकि मलाई चाहिँ छोरा भए पनि छोरी भए पनि इट डजन्ट म्याटर फर मी किनकि अब एट द इन्ड हाम्रो बेबी हो नि त होइन छोरा पनि छोरी भए पनि मलाई चाहिँ फर्स्ट चाहिँ गरे उहाँले चाहिँ पहिल्यैदेखि जब हाम्रो बेबी कन्सिभ भयो नि त्यतिखेरदेखि नै छोरी हुन्छ बेबी स्योर छोरी हुन्छ भनेको गर्ने के अनि मलाई पनि त्यस्तो हुन्थ्यो तर मैले चाहिँ जे भयो नि हुन्छ भन्थेँ उहाँले चाहिँ जहिले छोरी सुरुदेखि नै छोरी भन्नुहुन्थ्यो सो त्यही नै हामीलाई गडले दिनुभयो वी आर सो ह्याप्पी थ्याङ्क्स गड थ्याङ्क यू सो मच गड फाइनल्ली हाम्रो बिहा भएको 6 इयर्स पछि बेबी 6 इयर्स पछि चाहिँ 6 इयर्स भयो नि त 6 इयर्स पछि चाहिँ हामीले प्लान गरेको थियो बेबी प्लानिङ गर्नुपर्छ बिहा भएको 6 वर्षपछि किनकि अब हामी युएस आइसकेपछि कति धेरै कामहरू थियो नि त हाम्रो यहाँ पुरा गर्नुपर्ने होइन धेरै काम थियो त्यही भएर हामीले चाहिँ बेबी प्लानिङ चाहिँ अलिक पछाडि गर्ने भनेर बसिरहेका थियौँ सो फाइनली त्यही नै भयो थ्याङ्क्स टु गड वी आर सो ह्याप्पी मलाई त कस्तो अझै पनि विश्वासै लागेन कि क्लास खुसी लागिरहेको आइम सो ह्याप्पी भित्र एउटा हुन्छ नि कहिले चाहिँ अब बेबी निक्लिन्छ र अनि होल्ड गर्नु मेरो हातै हुन्छ नि पुरा बनाएको वेदरले फेरि कस्तो साथ पनि दिएन कि पानी तर ठिकै हो ब्लेसिङ हो नि त गडबाट होइन सो वी आर सो ह्याप्पी